हेलो गाइज आज चाहिँ हामी गिफ्ट एक्सचेन्ज गेम खेल्दैछौँ अब हेरौँ लेट्स सी ल स्टार्टिङ ओके ओके 1 2 3 मलाई चाहिँ तेरो मजा छैन भनेर हुन्छ मैले तेरो सेभिङ बक्स ओ थ्याङ्क यू अब मेरो पालो ल येल्लो रेडी 1 2 3 गो तँलाई चाहिँ के यसको चाहिँ पर्स छैन भनेर खालि गुनासो गराइ गर्थेँ होइन यसलाई मैले यसलाई पर्स ल्याइदिएको छु मैले चाहिँ यसलाई केरा ल्याइदिएको छु केरा पनि के ल्याइदिएको छु मलाई थाहा छ ल भन्नु पिङ्क पिङ्क ओके रेडी 1 2 3 गो मैले केही नपाएर यस्तो ल्याइदिएको छु मैले यसलाई यसलाई चाहिँ मैले बडी स्प्रे नै होइन यो त्यो के ल्याङ्ग्वेज हो मलाई लाग्छ बडी स्प्रे नै होला ओ कहाँ आउने यो मैले थ्याङ्क यू अब मेरो पालो अरेन्ज रेडी 1 2 3 गो मलाई चाहिँ अरेन्ज मलाई खासै थाहा थिएन अरेन्ज कलरमा भेटिनँ मैले अनि त्यही नभेटेको भएर खास मैले अरेन्ज भनेको अब मेरो पालो व्हाइट ब्राउन ब्राउन 1 2 न एकछिन 1 2 3 गो यसो एउटै परेछ तर मेरो चाहिँ सानो परेछ यसको चाहिँ ठुलो परेछ है मलाई चाहिँ थाहा थिएन ब्राउन कलर मलाई अगाडिको यो देखेर मात्रै ब्राउन भनेर दिएको हो एनिवे थ्याङ्क यू मैले चक्लेट खाँदिनँ भने तँलाई थाहा थियो त अब ग्रिन ल रेडी 1 2 3 गेममा जेले अहिले लिनुपर्छ भन्ने थियो त्यही भएर मैले चाहिँ कार्सल बक मैले तँलाई प्याड ल्याइदिएको यार यस्तो मागेको चाहिँ यो कुनै खानु म त्यो सजाएर तँलाई मैले रेड One, 2 3 गो ल तँलाई पनि त ल्याइदिएको उदाइकै टिपेर ल्याइदिन्थ्यो मैले ककटेल ल्याइदिएको है यो चाहिँ कफी हो है यो चाहिँ के अरे के भन्छ वाटरमेलनको ककटेल एनिवेज थ्याङ्क यू व्हाइट पर्पल रेडी 2 3 गो तपाईँले भेजिटेरियनहरू ल्याउन पाउँदिनस् भने ती तैँले मलाई फसाइसेले मैले केही नपाएर मैले यो पर्पल कलरको ओनियन हो होइन ओनियन प्याज लिएर उयोले नहुँदाखेरि पनि साबुनले फिजाएन मैले साबुन चाहिँ ल्याइदिएको यार अब व्हाइट रेडी व्हाइट लास्ट त होला अनि दुईवटा दिन्छ के छ अरे होला इट्स ब्लू स्काई ब्लू ओके व्हाइट रेडी 1 2 3 गो एउटा मैले टोइलेट पेपर ल्याइदियो टोइलेट पेपर भएन गुनासो गरे अब ब्लू रेडी 1 2 3 गो हेरेको थाहा पके पनि एउटा चाहिँ यो ल्याइदिन्छ है भने मलाई स्योर थाहा थियो अनि मैले चाहिँ किन जहिले पनि नआएको बेला फेरि मलाई ढाड मार्न बोलाएको बोले गर्नुभएको कारणले मैले यो जालो ल्याइदिएको यो चाहिँ खुट्टाको रौँहरू फ्याल्नुको लागि मेरो कुरा अन्त साह्रो हुँदैन ल बाई